नमस्कार, मेरो नाम अभिषेक विक। हामी छौँ बिएससीको 7th सेमेस्टरमा र हाम्रो मित्र हुनुहुन्छ बिएससीको 7th सेमेस्टरका गेस्ट। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। स्वागत छ। नमस्कार, मेरो नाम राजेन्द्र छिमाल, बिएससीको 7th सेमेस्टरमा अध्ययनरत। आज यो पोडकास्टमा बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। यहाँ आउनु पाउँदा धेरै खुसी लागिरहेको छ। धन्यवाद सर, हजुर आइदिनु भयो। यहाँ धेरै विद्यार्थीहरूको आउने विद्यार्थीहरूको र पढिरहेका विद्यार्थीको धेरै गुनासो छ। यो बिएससी भनेको के हो वास्तवमा? सर्वप्रथम बिआइसिटी भनेको ब्याचलर इन इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी हो। टेक्नोलोजी इन एजुकेसन हो। योसँग अन्तिममा चाहिँ एजुकेसन नै जोडेको छ, जो चाहिँ एजुकेसन र टेक्नोलोजीको बेस्ट कम्बिनेसन भएको सब्जेक्ट भनेर हामीले बुझ्न सक्छौँ। यसमा चाहिँ 60% हामीले टेक्नोलोजी पढ्छौँ भने 40% चाहिँ हामीले एजुकेसन नै पढ्छौँ र फ्युचरमा गएर टिचर बन्न चाहेको लागि यो चाहिँ बेस्ट कोर्स हुन्छ टेक्नोलोजी सेक्टरमा। सेक्टरमा धेरैवटा फ्याकल्टीहरू छ। बिसिए भयो, नेपालमा झन् अहिले त धेरै आइसक्यो होइन। तर बिएससी मात्र रोज्नुको कारण के यस्तो के छ? मेरो विचारमा टेक्नोलोजी कुनै न कुनै सेक्टरसँग जोडेर नै आएको हुन्छ। यो चाहिँ कोर सेक्टर यसको कुनै पनि छैन जस्तो लाग्छ होइन। जस्तै अब बिएससी सिएसआइटी भन्ने हो भने ऊ चाहिँ साइन्ससँग कम्बाइन भएर टेक्नोलोजी आएको छ। अनि बिआइएम भन्ने हो भने चाहिँ त्यो म्यानेजमेन्टसँग कम्बाइन भएर आएको छ इन्फर्मेसन टेक्नोलोजी। अनि हाम्रो बिसिए छ, बिसिए चाहिँ हाम्रो ह्युम्यानिटिजसँग कम्बाइन भएर आएको कोर्स हो र टेक्नोलोजी आफैमा कोर सब्जेक्ट नभएकोले यो चाहिँ कुनै न कुनै सब्जेक्टसँग कम्बाइन भएर आउँछ टेक्नोलोजी। मैले बिआइसिटी रोज्नुको मेन रिजन चाहिँ यसको चाहिँ ओभरअल हेर्ने भने कस्ट चाहिँ सबैभन्दा कम छ अरू कोर्सहरूभन्दा। अनि सिलेबसहरू चाहिँ त्यस्तो डिफ्रेन्स नभेटेको, अब अरूसँग चाहिँ म्याच हुने सिलेबस तर अगाडि पछाडि मात्र भएकोले त्यही भन्नुपर्दा तपाईँले भन्दाखेरि तपाईँले भन्नु खोज्नु भएको चाहिँ आइटीमा जुनसुकै पढ्दा नि केही फरक पर्दैन, सबै एउटै हुन् भन्नु खोज्नु भएको। आइटी पर्दैन, तर चाहिँ आफूले कसरी पढ्ने भन्नेमा डिपेन्ड गर्छ क्या। अब 4 वर्षको कोर्स हुन्छ हाम्रो। 4 वर्षमा कलेजकै भरमा चाहिँ म पढ्छु बस्छु भनेर हुँदैन। हामीले आफ्नो प्र्याक्टिसहरू गर्ने, ट्युटोरियलहरू अनलाइनमा हेर्ने, आफै घरमा प्रोजेक्टहरू बनाउने, एभ्री इयर एभ्री सेमेस्टरमा प्रोजेक्टहरू चाहिँ बनाउनुहोस् नै भन्छ। ठिक छ, हामी सानो समयमा छौँ र अब हामी अर्को प्रश्नमा जान्छौँ। बिएससी अध्ययन गर्दै गर्दा तपाईँले सबैभन्दा महत्त्वपूर्ण के सिक्नुपर्छ? बिआइसिटी अध्ययन गर्दै गर्दा हाम्रो यो चाहिँ सेक्टर नै एजुकेसनको भएकोले टिचिङ लर्निङतिर बढी फोकस भएकोले हामीले टिचिङको कुराहरू बढी सिक्छौँ, टिचिङ लर्निङको कुराहरू बढी सिक्छौँ र रियल रोलमा कसरी पढाउने अनि स्टुडेन्टहरूलाई कसरी मोटिभेट गर्ने भन्ने कुराहरू पनि एक्स्ट्रा हामी सिक्छौँ। बिएससी पढ्दै गर्दा हजुरले के सामनाहरू गर्नु पऱ्यो त्यस्तो? सामनाहरू त भन्ने हो भने बिआइसिटी अब कुनै इभेन्टमा गएको हुन्छ, कुनै साथीले सोध्छ के पढ्छौ भन्दाखेरि बिआइसिटी पढ्छु भने बिआइसिटी भनेको के हो भनेर भन्छ आइटीको कोर्स हो भन्दाखेरि विदेशी युनिभर्सिटीबाट अफिलिएटेड हो भनेर सोध्छन् क्या उनीहरूले। यो टिमीसँग अफिलिएटेड छ भनेर थाहै छैन धेरै जस्तो मान्छेलाई। त्यही हो, अब त के छ त्यस्तो। पढिसकेपछि मान्छेले पछि के गर्ने, पछि अपर्च्युनिटी के छन् भन्ने धेरैलाई गुनासो हुनसक्छ। यसमा बिएससी पढिसकेपछि हामीले फ्युचरमा के गर्ने, सरकारी सेवामा के छन् अवसरहरू, यसो प्लानिङहरू के छ? बेसिकली हाम्रो भन्ने हो भने बिआइसिटी पढिसकेपछि बिआइसिटीको मेन गोल चाहिँ टिचर प्रोड्युस गर्ने हो। एउटा क्वालिफाइड टेक टिचर प्रोड्युस गर्ने हो, जसमा चाहिँ हाम्रो बिआइसिटी भनेपछि एजुकेसनको र टेकको कम्बिनेसन भइसकेपछि एउटा टेक्नोलोजीको टिचर प्रोड्युस गर्ने हो। टिचिङ फिल्डमा हाम्रो मेन गोल भइहाल्यो बिआइसिटी पढिसकेपछि। अनि सफ्टवेयर डेभलपमेन्टको फिल्डमा भयो, नेटवर्किङको फिल्डमा भयो, त्यो त आइटीको जुनसुकै कोर्सले पनि पाइ नै हाल्छ। अब त्यो आफ्नो स्किलमा डिपेन्ड गर्छ कस्तो उसले स्किल गेन गरेको छ त्यसमा। मेरो मनमा लागेको प्रश्न सोधेँ। म आफू पनि आइटीको विद्यार्थी र अरू पनि आइटीको विद्यार्थी भएर अहिलेको एआईको जमाना छ। समाजले मान्छेले अब एआई आइसक्यो, आइटी पढ्नेको केही भविष्य छैन, केही सबै एआईले गरिदिन्छ भन्ने मान्छेहरूको लागि तपाईँ के भन्न चाहनुहुन्छ? मतलब एआई बनाउनुको लागि पनि त टेक्नोलोजीमा इन्ट्रेस्ट भएको या टेक्नोलोजीमा काम गरेको मान्छे चाहिन्छ होला नि त। त्यो एआईलाई एडाप्ट गर्ने हो, एआईले रिप्लेस चाहिँ गर्दैन। अब एआईलाई एडाप्ट गर्न सिक्नु पर्यो, त्यही नै। ठिक छ, गर्न सजिलो नै हुन्छ। धन्यवाद छ तपाईँलाई आउनुभयो, हाम्रो सानो समय दिनुभयो।